समीर भट्ट नेपाली सिनेमा उद्योगमा गत वर्ष भित्रिएर राम्रो छाप छोड्न सफल नायक हुन्। 12 गाउँ मार्फत भित्रिएर लोभलाग्दो क्रेज बनाए। पहिलो सिनेमा रिलिज हुनु अगाडि नै उनको चर्चा थियो। विराज भट्टको छोरो भएको हालसम्म कतै नदेखिएको र इन्डियामा बसेर सिनेमाका लागि कडा मेहनत गरे जस्ता कुराले अहिले सिनेमा आउनुभन्दा अगाडिदेखि नै उनको चर्चा चुलिएको थियो। पहिलो सिनेमाबाट उनको गजबको क्रेज बनाए, स्टारडम बनाए। अहिले उनलाई अफर गर्नेको घुइँचो छ। आए जति सिनेमाको अफर स्वीकार गर्ने हो भने एउटा चलचित्रलाई 1 महिना मात्रै सिनेमा दिए पनि काम गर्न उनलाई 12 महिना भ्याइ नभ्याइ हुन्छ। तर उनले अधिकांश अफर अस्वीकार गरेका छन्। दशैंमा रिलिज भएको 12 गाउँ पछि उनले बरु सिनेमा बलिदान बाहेक अरू काम गरेका छैनन्। 12 गाउँ आउनुभन्दा अगाडि नै समीरले बलिदान साइन गरिसकेका थिए। बलिदान रिलिजभन्दा अगाडि उनले अर्को सिनेमा काम गर्ने छैनन्। यदि गर्ने हो भने आफ्नै होम प्रोडक्सनमा रहेको सिनेमाको काम मात्रै गर्नेछन्। काम गरे पनि बलिदान भन्दा अगाडि रिलिज हुने छैन। 12 गाउँ पछि समीरको बलिदानको चर्चा छ। बलिदानमा उनी मुख्य भूमिकामा छन्। समीरको जन्मदिनको उपहार स्वरूप बलिदानका निर्देशक सन्तोष सेनले सिनेमाको प्री टिजर सार्वजनिक गरे। प्री टिजरमा समीर मात्रै छन्, उनको एक्सन मात्रै छ, अरू कोही कलाकार छैनन्। उनकै पनि उल्लेखनीय त्यस्तो केही छैन। तर पनि समीरको गजबको क्रेज देखिएको छ। रिलिजको केही समय अघि नै प्री टिजरको ट्रेन्डिङको 1 नम्बर उक्लियो। थुप्रै कमेन्ट र लाइक पाए। कमेन्टमा समीरको उल्लेखनीय संख्यामा कमेन्टको तारिफ गरिएको देखिन्छ। कमेन्टमा उनको प्रशंसामा खर्चिएका शब्दले उनको क्रेज 12 गाउँमा जस्तै बलिदानमा पनि देखिएको छ। नेपाल बाहिर नेपालको बसोबास रहेका देशमा पनि प्री टिजर ट्रेन्डिङमा आएकाले पनि समीरको लोकप्रियता थप चुलिएको देखिएको छ। यसले बलिदानमा प्रतिष्ठित बन्ने देखिएको छ। निर्देशक सन्तोष सेनका अनुसार बलिदान समीर भट्टको बहुआयामिक क्षमताको उत्कृष्ट प्रदर्शन हो।